Hi everyone, welcome to Day in My Life Day of Edition. So आज चाहिँ म बिहान 10 बजे उठेँ हैन लिटरली अनि बिहान चाहिँ कस्तो मजाले काम लागेको थियो कि आज लन्डनमा है अनि छिटो किचनमा गएर चाहिँ पानी तताएर अनि बाहिर गार्डनमा गएर भिटामिन डी लिँदै अनि मैले चाहिँ पानी पिएँ हैन अनि त्यसपछि चाहिँ मैले आज ब्रेकफास्ट चाहिँ म नर्मली ब्रेकफास्ट चाहिँ गर्दिनँ तर आज चाहिँ मलाई कस्तो भोक लागिरहेको थियो कि अनि मैले ब्रेकफास्टमा चाहिँ अनि चक्लेट क्रोसन लिएँ अनि रुममा गएर खाएँ हैन अनि यो खाँदै चाहिँ अनि मेरो आज एउटा क्लास थियो कि 10 to 11 को क्लास एटेन्ड गर्नु थियो मैले अनि त्यो क्लास एटेन्ड गर्दै अनि खाएँ अनि त्यसपछि लाएर स्किन केयर गर्न थालेँ है फेस वास गर्न थालेँ मैले फेस वास चाहिँ गरेँ अनि फेस वास गर्दा चाहिँ मैले अनुवाको फेस वास युज गर्छु कि मेरो चाहिँ ड्राई स्किन छ सो स्किन ड्राई गरिसकेपछि चाहिँ अनि म चाहिँ आज साथीहरूको रुममा लन्च गर्न जानलाई रेडी भएर निस्केँ है अनि म साथीको रुममा गएको त उसले त 84 व्यञ्जनै पकाएको रहेछ कि लिटरली चना अन्डा अचार है अनि भेन्टाको सब्जी दाल बनाएको रहेछ मलाई चाहिँ दाल मन पर्दैन सो मैले चाहिँ दाल खाइनँ अनि कस्तो मजाले बनाएर राखेको के म त एउटा सब्जी र मात्रै बनाऊ भनेर गएको थिएँ उसले त ओ माई गड कति बनाएर राखेको कि म खाना खान आउँछु भनेर है अनि फाइनली हामी चाहिँ 3 घण्टापछि रेडी भयौँ म चाहिँ लिटरली रेडी भएर कति टिकटक बनाइसकेको थिएँ आकृतिले चाहिँ टाइम लगाएको हो साँच्ची भन्नुपर्दा सो हामी चाहिँ फाइनली रेडी भएर चाहिँ ट्रेन स्टेसनतिर लाग्यौँ हैन अनि एउटा फन्नी कुरा के छ भने नि मेरो यस्तो न्यू ब्रान्डेड ब्याग हैन यो सचिन बेडमा मजाले बस्दैछ अनि मेरो त्यो ब्यागको त्यो नै फुटेछ क्या अनि त्यसपछि त अनि त्यसले त सुपर ग्लु किनेर लिएर आएर अनि पुरै ट्रेन स्टेसनमा ट्रेनभित्र हैन मजाले टाल्दिरहेको क्या टाल्दैछ त्यहाँ हेर्न सक्नुहुन्छ हैन सुपर ग्लु चाहिँ त्यसको हातमा छ आकृति चाहिँ मजाले हाँसिरहेको थियो अनि म यस्तो हाँसेको थिएँ हैन सचिन यस्तो हाँसेको थियो तिनजना यस्तो हाँसिकन हामी आज चाहिँ फाइनली चाइना टाउन जाने कुरा भएको थियो which was really wonderful beautiful place to visit in London हैन साच्चै मलाई त चाइना नै घुमेको जस्तो फिल भइरहेको थियो क्या अनि त्यहाँ एक्सप्लोर गरेँ अनि एक राउन्ड पुरै एक्सप्लोर गरेँ अनि त्यसपछि चाहिँ अनि हामी अब एक्सप्लोर गरेपछि त फोटो त खिच्नु पर्यो सो आकृतिले चाहिँ मेरो फोटोहरू खिच्दै थियो अनि तीनजनाले चाहिँ सेल्फी लिएँ अनि यसो भिडियोहरू पनि बनायौँ अनि कस्तो भिडियो लिइसकेपछि कस्तो भोक लाग्यो जस्तो भयो कि तिनैजनालाई अनि ल अब चाइनिज रेस्टुरेन्ट गएर केक खाम भन्ने कुरा भयो अनि त्यहाँ चाहिँ हामीले नुडल्सहरू अनि रिब्सहरू ल्याम्ब रिब्सहरू अर्डर गरेको थियौँ अनि सो त्यहाँ चाहिँ खाएर अनि त्यसपछि चाहिँ अनि अब खाइसकेपछि चाहिँ एकछिन त हिँड्नु पर्यो अनि सो ल एकछिन चाहिँ सप एक्सप्लोर गरौँ के किन्न मन लागेको छ कोलाई भनेर अनि हामी चाहिँ एक्सप्लोर गर्न गएको यस्तो एक्सपेन्सिभ थियो लिटरली हैन अनि त्यसपछि चाहिँ अनि हामी लाग्यौँ लेथो क्याफे I think you guys know Leto Cafe which was recommended by Alia Bhatt हैन मिल्क केक त्यहाँको हामी त्यसकै लागि भनेर गएको थियौँ है अनि त्यसपछि अनि त्यहाँनिर हेरेको सुरुमा हेर्दा चाहिँ देखेनौँ कि अनि त्यसपछि लिटरली लास्ट पिस पनि मेल्ट भएको रहेछ अनि त्यसपछि अनि अर्को पिस मगाएँ अनि ट्राई गरेँ हैन मैले यस्तो यम्मी यस्तो दामी थियो गाइज हैन ट्राई गर्नै पर्छ तपाईहरु लन्डनमा हुनुहुन्छ भने प्लिज डु भिजिट हैन लेटो क्याफे यस्तो दामी छ यो हनी केक र यो मिल्क केक त ओ माई गॉड म डिस्क्राइब गरेरै सक्दिन अनि हामी चाहिँ अनि खाएर फोटोसोटो खिचेर अनि ब्याक टु होम हुँदै थियौँ तर अनफर्चुनेटली हामीलाई अझै पनि खाएर पुगेन अनि हामी ट्रेनमा फर्किँदै थियौँ सबै टायर्ड भइसकेको थिएँ लिटरली सबजना तीनजना टायर्ड भएको थियौँ एकदमै अनि पास रेस्टुरेन्ट गयौँ हामी है अनि त्यहाँको खाना मिठो छ अनि सो हामीले चाहिँ कोक र पानी चेज गऱ्यौँ अनि त्यसपछि चटपट खायौँ हामीले साथीले चाहिँ मस्त खाइरहेको थियो चटपट खाइसकेपछि थकाली खाना खाइयो अनि आकृतिले मादल बजाएको सुन्यो नाच्यो आइयो थ्याङ्क यू फर वाचिङ